अदालतको आदेशपछि दुर्गा प्रसाई रिहा भई लगत्तै दुर्गा प्रसाईले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप। रवि र छोड्नेमाथि नै सुरक्षा निकायको निगरानी। 5 वर्ष बालेन प्रधानमन्त्री रहनुपर्ने प्रस्ताव। शिक्षक महासङ्घको चेतावनी फेरि किन आन्दोलन गर्दैछन् शिक्षकहरू। पानी मिसाएको इन्धन बेचेकोमा आयल निगमलाई 11 करोड जरिवाना। 15 वर्ष अघिको नक्कली शरणार्थी प्रकरणमा पक्राउ परे परराष्ट्रका सहसचिव भट्टराई। सुनकोसीमा कार खस्दा बेपत्ता हुने मध्ये एक एमाले नेता। गाउँपालिकाका सूचना प्रविधि अधिकृत घुससहित समातिए। प्रचण्डलाई प्रश्न, तपाईँ स्थिर कहिले हुनुहुन्छ? जवाबमा मरेपछि काठमाडौँमा ठूलो परिणाममा लागु औषध सहित कारोबारी पक्राउ। नागरिकमाथि गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ, रासपा महामन्त्रीको भनाई। उद्यमीसँग बालेन स्वर्णिमको म्याराथन। बिना प्रमाण उद्योगीकै घरमा कमान्डो अपरेसन। सिराहामा गणेश यादवको मृत्युबारे छानबिन गर्न बन्यो छुट्टै समिति। काङ्ग्रेस विवाद संस्थापनको 7 बुँदे र असन्तुष्टि समूहको 5 बुँदे प्रस्तावमा कहाँ मिलिन लय। प्रहरीको बुझाइ, गृहमन्त्रीको अग्रसरता र दलहरू धार्मिक अगुवाहरूको समन्वयमा तनाव। आइजिपीको गुनासो, साइबर ब्युरोमा डिजिटल फोरेन्सिक ल्याब नै छैन। वामपन्थी एकता बारे माधव नेपाल पार्टीको विचार मिलेर मात्रै नहुँदो रहेछ। कोशी र मधेसमा भएका घटनाको छानबिनका लागि काङ्ग्रेसले माग्यो न्यायिक समिति। बागमतीका मुख्यमन्त्री बानियाको प्रस्ताव, सरकारमा दाबी गर्नुहोस् कि मलाई विश्वासको मत दिनुहोस्। हिजो धेरै राजनीतिक तयारी नगरेकाले एमालेसँगको एकता बिग्रेको हो, प्रचण्डको भनाई। अर्थ मन्त्रालयले बनायो बिमा क्षेत्र सुधारका लागि अध्ययन तथा सुझाव समिति। सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुली कारबाही गर्न समितिको चेतावनी। कोशीमा एमालेभित्र विवाद, पार्टीभित्रको विषय बाहिर नबोल्न सांसदहरूलाई निर्देशन। ओली प्रचण्डको सरप्राइज, सत्ता सहकारी धोकाधडी राजनीतिको पुनरावृत्ति। नेताको चाकडी नगर्न माधव नेपालको चेतावनी। पहिरोले यसरी बगाए 3 तले घर। दर्शक महानुभाव नमस्कार, सञ्चार पार्टीको न्युज बुलेटिनमा यहाँलाई स्वागत छ। सदा जस्तै तपाईँहरूमा महत्त्वपूर्ण समाचार ल्याएर उपस्थित भइसकेका छौँ। यदि तपाईँहरूले अहिलेसम्म सञ्चार पार्टीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी साथै सिमारोको बेलघण्टीमा दबाई अलमा क्लिक गरी हामीसँग अवश्य जोडिनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ नि, के कस्तो प्रतिक्रिया दिन मन लाग्छ तलको कमेन्ट बक्समा भने अवश्य गर्नुहोला। दर्शक महानुभाव, अब आउनुहोस् आजका मुख्य समाचारतर्फ लागौँ। दुर्गा प्रसाईको प्रसङ्गबाट। मेडिकल व्यवसायी दुर्गा प्रसाईले गृहमन्त्री सुदन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरको आदेशले रिहा भए लगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईले गृहमन्त्री गुरुङ ब्राक प्रसाईका अनुसार रोहिङ्ग्याहरूलाई पालन पोषण गर्ने संस्थाको सदस्य मेम्बर भएको आरोप लगाएका छन्। प्रसाईले भने रोहिङ्गे भित्राउने ब्राक भन्ने संस्था छ, रोहिङ्गेहरूलाई पालन पोषण गर्छ। मुसलमानहरूलाई नेपाली मुसलमानहरूले गरेको होइन, यो रोहिङ्गे मुसलमानहरूलाई पालन पोषण गरेर भारत र नेपाल भित्राउने जुन संस्था ब्राक, त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ। हामीले यो आरोप लगायौँ र प्रमाण देखायौँ, तपाईँले होइन भनेर पुष्टि गर्नुहोस् र गृहमन्त्रीज्यू हामीलाई थुन्नुहुन्छ। सार्वजनिक सम्पत्तिलाई खरानी बनाएर आएकाहरूलाई नेपाली जनताले देश जिम्मा लगाएको समेत उनले आरोप लगाएका छन्। प्रसाईले भने सिंहदरबार जनताको मन हो, मनमा आगो लागेको छ, जनताको शिर हो, शिरमा आगो लागेको छ। सर्वोच्च अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो, त्यसमा पनि आगो लागेको छ। विश्व सम्पदा सूचीमा आगो लगाएर खरानी बनाएर आएकालाई आज देश जिम्मा लगाएर नेपाली जनताले त्यो पनि मानियो। प्रहरले आइतबार राति भक्तपुर स्थित निवासबाटै प्रसाईलाई पक्राउ गरेको थियो। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप अस्वीकार गरेपछि उनी रिहा भएका हुन्। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा सभापति रवि लामी छानेर र प्रधानमन्त्री बालेन्द्र शाह बालेन समूह बीच अविश्वास गहिरिँदै गएको छ। सरकार संवाद र पार्टी सञ्चालनका विषयमा रवि र बालेन समूहले एक अर्कालाई अविश्वास र आशंकाको नजरले हेर्न थालेका छन्, जुन साउन 13 गतेको केन्द्रीय कार्यालय समिति बैठकमा औपचारिक रूपमै प्रकट भयो। बैठकमा प्रस्तुत गर्न भनेर बालेन पक्षले आफ्नो समूहमा छलफल गरेर लिखित दस्तावेज नै तयार पारेको थियो, जुन केन्द्रीय सदस्य गणेश कार्कीले रासपा बैठकमा प्रस्तुत गरेका थिए। कार्कीले प्रस्तुत गरेको बालेन समूहको दस्तावेजमा 4 वटा शीर्षकहरूमा 2 दर्जन बुँदामा पार्टीभित्रको आन्तरिक मतभेद र शङ्काका विषय समेटिएको छ। कार्कीले प्रस्तुत गरेको दस्तावेजमा फागुन 21 को प्रतिनिधि सभा निर्वाचनमा रासपाले पाएको 2/3 नजिकको जनादेश बालेनको नाममा आएको उल्लेख छ। बालेन समूह रासपामा सहमति भएपछि मात्र सरकार निर्माण गर्न प्रतिनिधि सभामा अहिलेको प्रत्यक्ष र समानुपातिक गरेर 182 सिट प्राप्त भएको विषयमा पार्टीले दस्तावेजीकरण गर्नुपर्ने दस्तावेजमा उल्लेख छ। चुनावमा यति ठूलो जनमत प्राप्त हुनुको निर्णायक कारण बालेन शाहसँग रासपाले गरेको राजनीतिक सहमति हो, कार्कीले प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ। त्यो सहमति नभएको भए रासपाले यति मत ल्याउने थिएन र त्यो सहमति नभएको भए बालेन शाह प्रधानमन्त्री हुन सक्ने अवस्था बन्ने थिएन। जुन सहमतिका कारण रासपाले चुनाव जित्यो, त्यही सहमति अनुसार 5 वर्ष बालेन नै प्रधानमन्त्री रहनुपर्ने प्रस्ताव गर्दै दस्तावेजमा भनिएको छ। पार्टीले आगामी 5 वर्षको रणनीति बनाउँदा त्यो राजनीतिक पुँजी र सहकार्यको सम्मान गर्नुपर्छ। तर फागुन 21 को यो जनादेशमाथि आशंका उत्पन्न हुने गरी पार्टी विधानमा कितो संशोधन गरेर बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सकिने व्यवस्था गरिएको कार्कीको दस्तावेजमा उल्लेख गरिएको छ। 6 असारमा चितवनमा बसेको पुरानो केन्द्रीय समितिको अन्तरिम बैठकले पार्टीको संशोधन विधानमा पारित गरेको थियो। 7-12 असारमा चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले उक्त विधान पारित गर्यो, तर असार 22 मा सार्वजनिक गरिएको विधानमा सभापतिले संसदीय दलको नेतालाई पदमुक्त गर्न सक्ने प्रावधान राखियो। दस्तावेजमा असन्तुष्टि पुग्दै भनिएको छ, रासपाको विधानमा लिखित राजीनामा दिएमा
विरोधमा मृत्यु भएमा, निजको सांसद पद खरिज भएमा, निजले पार्टी त्याग गरेमा वा पार्टीबाट निष्कासित भएमा संसदीय दलको नेता पदमुक्त हुने भनिएको छ। अर्को प्रावधानमा सांसदभित्र विश्वासको मत गुमाएमा र उक्त प्रस्ताव पारित भएमा सो व्यवस्था राखिएको छ। तर विधान सार्वजनिक हुँदा दलका नेता पार्टी सभापति प्रति जवाबदेही हुनुपर्ने र त्यसो नभई हटाउन सकिने प्रावधान थलिएपछि राजसभामा चरम अविश्वास पैदा भएको कार्कीले बैठकमा बताएका थिए। संसदीय दलको नेताले सभापतिले दिएको नीतिगत माग निर्देशन पालना गर्नुपर्ने र नगरेमा पदमुक्त हुन सक्ने वैधानिक व्यवस्था गरेपछि समूहगत छलफल भएर सहमतिका बुदाहरू लिखित रूपमै तयार गरिएको हो, जसलाई कार्कीले प्रस्तुत गरेर त्यो दिन बैठकमा पारित गरेका थिए। शिक्षकहरूले फेरि भदौदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका छन्। पटक पटक आन्दोलन गर्दै आएका शिक्षकहरूले छिटो नै आन्दोलनको मिति तय गर्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घका महासचिव तुलबहादुर थापाले साउन 16 र 17 गते बसेको महासङ्घको तेस्रो राष्ट्रिय परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरिसकेको जानकारी दिएका छन्। उनले भने भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्नेछ। उनका अनुसार आइतबार र सोमबार बसेको महासङ्घको राष्ट्रिय परिषद बैठकले आन्दोलनको ठोस मिति र स्वरूप र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई दिएको छ। विस्तारित कार्यालय बैठकले आन्दोलनको मिति तय गर्ने उनले जानकारी दिएका छन्। गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत प्राधिकरणलाई 11 करोड रुपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भनिएको छ। नेपाल विद्युत प्राधिकरणले सुनसरीको दुहबी स्थित डिजेल जेनेरेट प्लान्टका लागि नेपाल आयल निगमबाट फरेन्स आयल खरिदको सम्झौता गरेको थियो। उक्त इन्धनमा बढीमा 1% सम्म पानीको मात्रा हुनुपर्ने 26% सम्म पानी भेटिएको भन्दै प्राधिकरण निगम विरुद्ध अदालतमा गएको थियो। करिब 11 वर्ष पुरानो घटनामा सर्वोच्च अदालतले गुणस्तरीय इन्धन उपलब्ध गराएकोमा नेपाल आयल निगमलाई दोषी ठहर गरेको छ। गुणस्तरहीन उपलब्ध गराएपछि निगमले नेपाल विद्युत प्राधिकरणलाई 11 करोड 21 लाख रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौँमा बुझाएको छ। नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा मुद्दा चलाएको एक सातापछि सिआइबीले भट्टराईलाई पक्राउ गरेको हो। अदालतमा पेश भएपछि भट्टराईको बयान हुनेछ। त्यसपछि अदालतले थुन्चेको आदेश गर्नेछ। सिन्धुली स्थित सुनकोशी नदीमा बेपत्ता हुने मध्ये 1 जना एमाले नेता रहेको खुलेको छ। फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाडी लोकमार्गमा सोमबार एउटा कार सुनकोशी नदीमा खसेको हो। बागमती प्रदेश 08001 ख 01 44 नम्बरको बसले टक्कर दिँदा कार खसेको हो। उक्त कारमा सवार मध्ये नेकपा एमालेका 11औं महाधिवेशन प्रतिनिधि दिलकुमार लामा हुन्। 2074 को स्थानीय तह निर्वाचनमा उनी जुगल गाउँपालिका 7 वडाध्यक्ष बनेका थिए। हाम्रो पूर्व वडाध्यक्ष लामा भाइ बेपत्ता हुनुभएको छ भनेर अघि इन्स्पेक्टरले फोन गर्नुभएको थियो। जुगल 7 का वडाध्यक्ष रवि तामाङले भने उनका अनुसार पछिल्लो समय लामा निर्माण व्यवसायमा कार्यरत थिए। उनीसँगै सिन्धुली जिल्लाको गुलन्चोरो गाउँपालिका 1 बस्ने 18 वर्षीय गणेश थापा र बतन नखुलेका अर्का 1 जना समेत बेपत्ता भएका छन्। कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेसखुर्कोबाट गोताखोर सहितको टोली परिचालन भएको छ। बेपत्ता कारको खोजी कार्यमा सो बेसबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डरमा गोताखोर सहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ। बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोटको म्याग्दी गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामा घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार दिउँसो 1 लाख घुससहित पक्राउ गरेको हो। तामाङले भुक्तानी भइसकेपछि कमिसन किन नदिएको भनी बार्गेनिङ गर्दै दुखित हैरानी दि घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो। सो क्रममा काठमाडौँ महानगरपालिका 16 स्थित बालाजुबाट 1 लाख रकम लिइसकेको र थप 5000 स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो। नेकपाका संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार 24औं बोधले स्मृति दिवस कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरको थपा गाउँ पुगेका थिए। सशस्त्र युद्धकालमा 2059 साल साउन 18 गते दोलखाको बोल्तेमा 15 जना माओवादी कार्यकर्ता मारेका थिए। त्यही दिनको सम्झनाका प्रत्येक वर्ष कार्यक्रम गरिन्छ। त्यही कार्यक्रम सहभागी हुने कार्यक्रम स्थलगत पुग्दा उनी सञ्चारकर्मीको क्यामेरा र प्रश्नले घेरिए। उनलाई एक सञ्चारकर्मीले जहिले पनि काङ्ग्रेस एमालेतिर जानुहुन्छ, तपाईँ स्थिरता चाहिँ कहिले हुनुहुन्छ प्रचण्डजी? प्रश्न सुनेपछि अघि बढिरहेका प्रचण्डले फ्रक्क फर्केर प्रश्न सोध्नेलाई धारे हात लगाउँदै आक्रोशित हुँदै भने मरेपछि। त्यसपछि उनी थप बोलेनन्। सरासर कार्यक्रमको स्टेजमा गए। त्यहाँबाट उनले भने पार्टीभित्रका समस्या बारे बोले। प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठुलो गल्ती हुन पुगेको स्वीकार गरे। हाम्रा प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसमै सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भने जस्तो गरी चल्यो, गल्ती त्यही नै भयो। प्रचण्डले भने हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रूपमा ल्याउँ। हाम्रो वर्गसँग, मजदुर किसानहरूसँग, पीडित समुदायहरूसँगको सम्बन्ध विस्तारै कमजोर भयो, जीवन त भएन। केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा
अर्थमा पनि यस्तै प्रविधि दोहोरिनु स्वाभाविक भएको उनको भनाइ थियो। मन्त्री बन्ने र प्रधानमन्त्री बन्नेतिर केन्द्रित भएको देखेपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वाभाविक नै भयो। हामी कम्युनिस्ट आदर्शबाट कहीँ न कहीँ विचलित भयौँ, गल्ती त्यही नै भयो भन्ने मलाई लागेको छ, प्रचण्डको भनाइ छ। नेताहरूको जीवनशैली देखेर जनताले कम्युनिस्ट भनेर पत्याउन छाडेको उनको भनाइ थियो। नेताहरू सदरमुकाम र राजधानीमा बस्ने र उनीहरूको जीवनशैली हेर्दै जाँदा यी कम्युनिस्ट पार्टी जस्ता छैनन् भन्ने कुरा बिस्तारै महसुस गर्दै जाने स्थिति बन्यो। प्रचण्डले अघि भने हामी भने किताबमा लेखेकै छ, दस्तावेजमा लेखेकै छ भनेर सरकार बनाउने कुरामा लाग्यौँ। काठमाडौँको नक्साल क्षेत्रबाट सशस्त्र प्रहरीको टोली परिणाममा लागु औषध सहित 4 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा काठमाडौँ महानगरपालिका 1 नागपोखरीमा बस्ने 43 वर्षको प्रभाव तिवारी सरलाई, जिल्लाको मङ्गलगोवा नगरपालिका 8 का सुजन राईमाझी, काठमाडौँ महानगरपालिका 14 बल्खु बस्ने भूपेन्द्र श्रेष्ठ र ललितपुरको बाङडोल 4 बस्ने वर्ष 51 का सबिन श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगर 289.35 ग्राम, टामाटोल 22 पत्ता र 220 क्याप्सुल, नाइट्रोभेट 130 क्याप्सुल ब्राउन सुगर जोगे तराजु र लागु औषधमा मिसाउने लिक्विड केमिकल 29 बोतल बरामद भएको शस्त्रले जनाएको छ। यस्तै बाद 75180 नम्बरको होन्डा गाडी, मोबाइल 4 थान, प्रिन्टर 1 थान, नगद नेपाली रुपियाँ 1,98,375 विदेशी मुद्रा डलर, 33 भारतीय पैसा, 20 जापानी येन, 1000 सञ्चार सेट 2 वटा र 3 थान ल्यापटप पनि बरामद भएको छ। नागपोखरी एरियाबाट लागु औषध ओसार पोसार तथा बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा इन्टेलिजेन्ट ब्युरोबाट सशस्त्र प्रहरी नायब परीक्षक सुवर्ण थापा र इन्सपेक्टर रविन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि बाघ भैरव नम्बर 18 गणबाट अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। रासपाका महामन्त्री विपिन कुमार आचार्यले पछिल्लो समयमा भएका सुनसरी सिरा लगायतका घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री लगायतले लिनुपर्ने बताएका छन्। हिमालय टिभीको यस प्रश्न कार्यक्रममा उनले लोकतान्त्रिक समाज र देशमा कुनै पनि नागरिकमाथि गोली चल्नु भनेको अप्ठ्यारो परिस्थिति भएकाले त्यो परिस्थितिले जिम्मेवारी दुवै हुने बताएका छन्। कुनै पनि देशमा नागरिकप्रति गोली चल्दै गर्दाखेरि त्यसको जिम्मेवारी त्यो देशको प्रधानमन्त्रीले पनि लिनुपर्छ, त्यो जिम्मेवारी त्यो देशको गृहमन्त्रीले पनि लिनुपर्छ, त्यसको जिम्मेवारी त्यो होल चेक अफ कमान्डका विभिन्न अवयवमा भएका व्यक्तिहरूले पनि लिनुपर्छ, मन्त्री आचार्यले भने। उनले त्यो जिम्मेवारी लिनु भनेको राजीनामै दिनु चाहिँ नभएको बताए, तर त्यो जिम्मेवारी भने चाहिँ राजीनामा हो कि होइन भन्ने विषयमा चाहिँ फेरि केही हुनुपर्छ, मिहिन ढङ्गले बस चाहिँ हुनुपर्छ उनले भने। संरचनागत तरिकामा चाहिँ तल हुने हरेक गतिविधिहरूलाई चाहिँ हरेक चिजलाई चाहिँ राजीनामासँग जोडियो भने संरचना कसरी भङ्सन गर्छ त्यो पनि हेर्नु पर्यो, त्यसको ग्राभिटी कत्रो छ। पहिले रासपाका नेताहरू तल भएका घटनाको विषयमा पनि प्रधानमन्त्री गृहमन्त्रीको राजीनामा मागेको प्रसङ्गबारे प्रश्न गर्दा महामन्त्री आचार्यले पहिले र अहिलेको कन्टेक्स्ट फरक रहेको बताएका छन्। काठमाडौँमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्ले निजी क्षेत्रका व्यवसायीहरूसँग म्याराथन बैठक गरे। लगत्तै विराटनगरमा नेपाल प्रहरीले प्रतिष्ठान औद्योगिक घरानाको घर र कार्यालयमा कमान्डो शैलीको अपरेसन सञ्चालन गरेको छ। विराटनगरका प्रतिष्ठान उद्यमी बेडीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घरमा बिना प्रमाण शङ्काकै भरमा नेपाल प्रहरीले अपरेसन चलाएपछि देशभरको निजी क्षेत्र आतंकी भएका छन्। सोमबार बिहान विराटनगरमा 7 गौशाला रोडमा रहेको व्यावसायिक घटनामा देवनारा समूहको घर र अफिसमा नेपाल प्रहरीले 5 घण्टासम्म नेपाल प्रहरीको छापा मारेको थियो। प्रत्यक्षदर्शीका अनुसार मुन्दडा परिवारको घरमा अपरेसनमा क्रममा नेपाल प्रहरीले ड्रोन उडाएर निगरानी गरेको थियो। त्यस्तै उनीहरूको घर वरपरको बाटो समेत सिल गरेर प्रहरी कुनै ठुलो अपराधी वा आतंककारी पक्राउ गर्ने शैलीको अपरेसन चलाएको थियो। 5 घण्टासम्म सञ्चालन गरेको अपरेसनमा कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको प्रहरीले स्वयंले बताएको छ। कुनै ठोस सूचना र परिणाम बिना नै छापामार शैलीमा प्रहरी अपरेसन चलाएपछि राज्यले नियोजित रूपमा लगानीकर्ताहरूलाई आतंकित पार्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ। मुन्दडा परिवारको घरमा छापा मारिरहँदा त्यस क्षेत्रमा संयुक्त प्रहरी परिचालन गरेको थियो। छापामा संलग्न प्रहरीको गोप्रो क्यामेरा लगाएका थिए। उनीहरूलाई काठमाडौँबाट कसैले निर्देशन दिन्थ्यो, स्रोतले अनलाइन खबरलाई बतायो। यसरी कुनै क्लू बिना नै प्रहरीले प्रतिष्ठान व्यवसायीहरूको घरमा 5-5 घण्टा कमान्डो शैलीमा अपरेसन चलाउनु र कुनै पनि शङ्कास्पद वस्तु फेला नपर्नु सरकारको विश्वसनीयमाथि नै ठुली प्रश्न चिन्ह खडा गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा उद्योग सङ्गठन मुराङका पूर्वाध्यक्ष सुरेश प्याकुरेलले बताएका छन्। एकातिर लगानीको वातावरण बनाउँछौँ, तपाईँहरू नडराई लगानी गर्नुहोस् भनेर प्रधानमन्त्री अर्थमन्त्रीले पटक पटकको संवादमा भनिरहनु भएको छ। अर्कातिर परिणाम बिना शङ्काकै भरमा कुनै व्यवसायिकका घर कार्यालयमा राज्य विरुद्ध अपराध गरेको वा आतङ्कमा संलग्न भए जस्तो गरी कमान्डोको शैलीमा अपरेसन चलाउनु पर्ने निन्दनीय छ, प्याकुरेलले भनेका छन्। सरकारको यो कदमले प्रधानमन्त्री र अर्थमन्त्रीले गरेका प्रतिबद्धतामा विश्लेषण गर्नुपर्ने कुनै कारण बाँकी नरहेको उनको भनाइ छ। सिराहाको गोपाल बजारमा केही दिन अघि भएको घटनाको छानबिनका लागि छुट्टै समिति बनाएको छ। सुनसरीको दिवानगञ्जमा भएको घटना फैलिँदै जाँदा सिराहामा गत 24 गते अरोही गाउँपालिकाका 2 का गणेश यादवको निधन भएको
गरिएको थियो। गोली लागेर ज्यान गुमाएका यादवको मृत्युबारे थप छानबिन गर्नका लागि गृहमन्त्री मन्त्रालयका सहसचिव पुष्पराज शाहीले नेतृत्वमा 5 सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा नेपाल प्रहरीका उपरीक्षक मनबहादुर कुमार थापा, सशस्त्र प्रहरीका उपरीक्षक नरेश भण्डारी र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक पवन ढुङ्गाना सदस्य रहेका छन्। त्यस्तै समितिमा गृह मन्त्रालयका उपसचिव कुलशेखर आर्याल सदस्य सहसचिव रहेका छन्। उक्त समितिलाई 7 दिनभित्र सुझाव सहित प्रतिवेदन पेश गर्ने भनिएको छ। पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विभाजन गहिरिँदै गएको देखिएको छ। संस्थापन र संस्थापन इतर समूह दुवै आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि विवाद थप जटिल हुँदै गएको छ। संस्थापन इतर समूहले पूर्व महामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाका लागि मूल आयोजक समिति गठन गरी तयारी तीव्रता दिएसँगै काङ्ग्रेस औपचारिक विभाजनको सङ्घारमा पुगेको देखिएको छ। राष्ट्रिय भेला हुनु अघि कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए पार्टी विभाजनले औपचारिक रूप लिने सम्भावना बलियो बन्दै गएको छ। आन्तरिक विवाद समाधानका लागि संस्थापन र इतर समूहबीच पटक पटक संवाद भए पनि दुवै पक्षले अघि सारेका प्रस्तावमा सहमति जुट्न सकेको छैन। उपसभापति विश्वप्रकाश शर्माले विवाद समाधानका लागि 7 बुँदे प्रस्ताव अघि सारेका थिए। त्यसको प्रस्तावमा संस्थापन इतर समूहले 5 बुँदे प्रस्ताव संस्थापन समक्ष प्रस्ताव गरेको थियो। संस्थापन पक्षको 7 बुँदे र इतर समूहको 5 बुँदे प्रस्ताव बीच केही विषयमा समाधान धारणा देखिए पनि महाधिवेशनको कार्यतालिका, विभाग गठन, निर्णय प्रक्रिया लगायतका निर्णायक राजनीतिक मुद्दामा सहमति जुट्न सकेको छैन। प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फोरेन्सिक ल्याब नै साइबर ब्युरोमा नभएको गुनासो गरेका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको मामिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षा सम्बन्धी छलफलमा उनले साइबर ब्युरोमा आवश्यक डिजिटल फोरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको गुनासो गरेका हुन्। हाल केही पुराना उपकरण भए पनि अपर्याप्त भएकाले प्रत्येक डिजिटल डिभाइस परीक्षण गर्न लामो समय लाग्ने गरेको उनले बताएका हुन्। डिजिटल फोरेन्सिक भन्ने एउटा युनिट छ, त्यो फोरेन्सिक मार्फत त्यसको टेस्ट गर्नुपर्छ। प्रत्येक डिभाइसहरू फोन होस् या कम्प्युटर होस् वा के हो त्यो टेस्ट गर्नुपर्छ। अब डिजिटल डिभाइसहरूले डिलिट गरेको कन्टेन्टहरू पनि निकाल्न मान्छेले डिलिट पार्न गर्छन्, त्यसका कारणले त्यो कन्टेन्ट पनि निकाल्ने हुनाले हामीले त्यो खोज्छौँ, आइजिपी कार्कीले समिति बैठकमा भने। त्यसलाई लिगली हामीले एभिडेन्स सहित लानको लागि त्यो खोज्नुपर्ने हुन्छ। त्यहाँनिर त्यही सफ्टवेयर, त्यही डिजिटल फोरेन्सिकका डिभाइसहरू, इन्क्युमेन्टहरूको आवश्यकता पर्छ जो हामीसँग छैन। नभएका कारणले हामीलाई टाइम लाग्छ। हामीसँग केही छन् भने पनि ती अत्यन्त पुराना पनि भइसकेका छन् र पर्याप्त पनि छैनन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रदेशको राजनीतिक सङ्कट समाधानका लागि दलहरूसँग 2 विकल्प प्रस्तुत गरेका छन्। मुख्यमन्त्री बानियाले सोमबार बसेको सर्वदलीय बैठकमा बहुमत जुटाएर सरकार गठनको दाबी गर्नुहोस्, नभए आफूले विश्वासको मत दिँदा सहयोग गर्नुहोस् भन्ने प्रस्ताव राखेका थिए। बागमती प्रदेश सुशासन केन्द्र ललितपुरमा सोमबार आज बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाले प्रदेशमा देखिएको राजनीतिक अन्यल अन्त्य गर्न दलहरू बीच सहमति र सहकार्य आवश्यक रहेको बताएका छन्। बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टी नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्न प्रसाद ढकालका अनुसार मुख्यमन्त्री बानियाले राजनीतिक निकासका लागि आफू सहमतिका अघि बढ्न तयार रहेको बताएका थिए। उनले या त विपक्षीय दलहरूले तत्काल बहुमत जुटाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्ने, नभए प्रदेश सरकारले निरन्तरता दिन विश्वासको मत तथा सहयोग गर्नुपर्ने धारणा राखेका थिए। मुख्यमन्त्री बानियाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको असर विकास, निर्माण र सेवा प्रवाहमा समेत परेको भन्दै स्थानीय निकासका लागि सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएको सचेतक ढकालले जानकारी दिए। उहाँको प्रस्तावको जवाबमा हामीले पार्टी शीर्ष नेताहरूले निर्णय गरेको नयाँ गठबन्धन अनुसार केही दिनमै सरकारको नेतृत्वको लागि दाबी गर्ने जानकारी गरायौँ, सचेतक ढकालले भने। अल्पमतमा परेको यतिको दिनसम्म सरकार कब्जा गरेर बस्न नहुने भन्दै छुट्टै माग प्रदर्शन गर्न पनि मुख्यमन्त्रीज्यूलाई अनुरोध गरेका छौँ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेशमा नयाँ सत्ता समीकरणका लागि विभिन्न दलबीच छलफल भइरहेका बेला मुख्यमन्त्रीले राजीनामा सहमतिको प्रयासस्वरूप सर्वदलीय बैठक बोलाएका हुन्। नयाँ बन्ने गठबन्धनले बहुमत पुर्याएर नसकेको खण्डमा बहुमत सदस्यको समर्थन जुटाएर आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिने दाबमा मुख्यमन्त्री बानिया छन्। विशेष गरी एमाले नेकपा बाहेक रापरपा, हानेमा र नेकपाको साथले कुर्सी जोगाउने रणनीति काङ्ग्रेसको छ। बैठकमा मुख्यमन्त्री बानिया सहित निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा, नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिराम जम्केटल, एमाले संसदीय दलका नेता झकनाथ थपलिया, रापरपा संसदीय दलका नेता उद्धव थापा, नेकपा सचेतक रत्न ढकाल, हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्र आचार्य, नेमक किप्या संसदीय दलका नेता सुरेन्द्र राज गोसाई सहभागी भएका थिए। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा उपव्यवस्थित बसोबासको व्यवस्थापनका नाममा रकम वसुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट सङ्कलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जानकारी जनाएको छ। निस्सा प्राप्त गरेका निवेदनको पहिचान तथा प्रमाणीकरण र उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ।
समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीहरूलाई प्रशिक्षण दिएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जुन तह भौतिक उपाधिमा अन्तर्क्रिया र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरेको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही व्यक्तिहरूले निवेदन दर्ता गरिदिने वा निस्सा लगाइदिने बहानामा सेवाग्राहीबाट रकम वसुलेको गुनासो समितिमा प्राप्त भएको छ। यस्ता गतिविधि गैर कानुनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन आग्रह गरेको छ। समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई परिचालित कानुन बमोजिम अनुसन्धान गरी कारबाही तथा सजाय गरिने चेतावनी दिएको छ। भूमिहीन र अव्यवस्थित बसोबासको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपार्न र आधिकारिक प्रक्रिया मार्फत मात्र सेवा लिन आग्रह गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक माधव कुमार नेपाली कम्युनिस्ट पार्टी नीति र विचार प्रधान भएकाले नेताहरूको चकडी नगर्न चेतावनी दिएका छन्। 24औं बुद्धले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपालले उक्त चेतावनी दिएका हुन्। कम्युनिस्ट पार्टी नीति प्रधान र विचार प्रधान पार्टी हो, त्यसैले नेताहरूको कसैले पनि चकडी नगर्नुहोस्, यो सबै पार्टीलाई भनेको हो। उनले भने कम्युनिस्ट पार्टी स्थापना भएको 77 वर्ष पुरा भएको अवस्थामा कहाँ कमजोरी भयो त्यसको हरेक काठखण्डको समीक्षा हुनुपर्ने उनले बताएका छन्। गोर्खाको लक्ष्मी बजारमा पहिरोले घर बगाएको छ। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारदेखि शिखर जाने बाटोमा दिवा मार्गमा स्थानीय मान्छे गुरुङको 3 तले पक्की घर पहिरोले बगाएको छ। अविरल वर्षापछिको पहिरोले आज घर बगेको हो। सडकसँगै रहेको घर पहिरिएर करिब 20 मिटर तल पुगेको छ। पहिरो जाँदा घरमा एकजना मात्रै थिए। डेरा गरी बसेका रौतहट कटरिया नगरपालिका 7 घर भएका दोखान महत्व सामान्य घाइते भएका छन्। उनको प्रदेश अस्पतालमा गोर्खामा उपचार भइरहेको छ। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यो भिडियोलाई एउटा सानो लाइक र सक्दो सेयर गरी हामीसँग जोडिन भने नबिर्सिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुट्टिन्छु। हस्त धन्यवाद।